सम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8 अर्ब 60 करोड विनियोजन गरेको छु। सङ्गीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथनो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौँ। स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदान प्रदान कार्यक्रम सुरु गर्नेछौँ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौँ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौँ। मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौँ। शिक्षा क्षेत्रका लागि